यो हो नि त नि पर्फेक्ट ल गाइज म चाहिँ टक्क लाएर द पिक रेकर्डिङ स्टुडियोमा आइपुगिसकेँ अब भनेदेखि भोकल रेडी गरौँ गाइज जस्ट यहाँ माइक ल्याउँ टक्क यो कसरी हो लाउनु पर्ने यसरी हेलो हेलो फेरि एकचोटि जान स्टार्टिङमै दुईजना काम गरेर सो हे गाइज वेलकम ब्याक माई अनदर भिडियो आज बिहान हेर्ने गाइज रुममा के आएको छ थाहा छ के थाहा छ त कहाँबाट आएको भन्छ यो बालुवा टल्किरहेको छ यो कहाँबाट आयो बालुवामा लडीबडी गरेर सो अनि बिहानको समय छ बिहान भन्दा पनि 10 बजे लागिसक्यो म चाहिँ अहिले चाहिँ खसीको मासु लिन जानुलाई बिकज प्रेसर लो भएदेखि मैले मतलब हाई भएदेखि मैले खसीको मासु खान बन्द गरेको थिएँ अनि अहिले फाइनली प्रेसर ठिक छ भन्दा पनि कम छ अहिले त धेरै नै कम छ अनि आज चाहिँ खाइदिउँ भनेर लिन जानु लागेको छु अनि आज एउटा गीत पनि रेकर्डिङ छ बानेश्वर पनि जानु छ मलाई स्टुडियो अनि मेरो भोकल चाहिँ आज सायद म हाल्छु होला हल्का चिसो चाहिँ लागिरहेको छ घ्यार गरिरहेको छ साथी स्वर चाहिँ आउने हो कि होइन ठिकै छ यतिको ल्याउँछ होला यस्तो मिठो घाम लागेर चाहिँ म भित्रै बसिरहेछ खसीको मासु लिने निस्केमा हो माथि त्यो घरदेखि उतापट्टि पुग्नुपर्ने धेरै टाढा छैन यहाँदेखिको त्यहीँसम्म मात्रै हो किनभने धान हुँदा त यस्तो रमाइलो देखिन्छ अहिले त खेत पुरै लाख लाग्दो पो हुन थालेछ अब यहाँ भोलि पर्सि यो खेतको फेरि यो पलाउँछ गाई घाँस पलाउँछ यहाँ खसी छैन त सकिएको छैन नि ल आधी केजी हालिदिनु मलाई नि ल गाई खसी लिएर आइयो अब बनाऊँ मम्मीले बनाउनु हुन्छ होला ल खसी चारवटा लगाएर बनाइहाल्ला त डेढ खाने त होला घरमै दही भान्सा हुन थालिसक्यो गाइस आमा खाना मम्मीलाई खाना बनाइसकेको छ यहाँ कुकरमा म चाहिँ ढेँडो खाने गाइस मलाई चाहिँ भात किनकि पाक्यो हो माइ गड खसी ल गाइस आइपुग्यो यहाँ भान्सा अब तिमी ढेँडो नखाने म चामल नखाने त्यस्तो त ल लगाइस यहाँनिर आयो गाजर मुला काँक्रा यो मासु ढेँडो यहाँ आइपुग्यो यो पनि काँक्रा गाजर साजरकै अचारहरू है यो गाजर मुला काँक्रा तर यो लास्ट पिरो छ गाइस खसी नमिठो भन्ने हुँदै हुँदैन ल गाइस म चाहिँ रेडी भएर पनि रुमबाट निस्केँ होइन अब चाहिँ हल्का मोटो भ्लगिङ गर्दै जाउँ कि भन्ने आएको छ स्टुडियोसम्म होइन म चाहिँ बानेश्वर जानुलाई अनि चिसो लागिरहेको छ नाक अलिक बन्द भयो जस्तो भइरहेको गाइस अब गीत गाउन चाहिँ सक्छु कि सक्दिनँ तर सक्यो भने गाइन्छ सकिएन भने गाइन्न अनि एउटा कुरो गाइस हामीले सिङ्गर चाहिँ खोजिरहेका छौँ होइन मैले तपाईँहरूले त्यो फेसबुकतिर रिल्समा पनि देख्नुभयो होला मैले चाहिँ एउटा रिल्स र मेलोडी मिक्स गरेर हालेको छु यस्तो खालको मेलोडीमा सिङ्गर चाहियो फिमेल सिङ्गर भनेर मैले भनेको छु यदि कोही इच्छा हुनुहुन्छ भनेदेखि कृपया कन्ट्याक्ट गर्नु होला मैले फेसबुक पनि त्यहीँ मेन्सन गर्दैछु डिस्क्रिप्सनमा पनि छ फेसबुकको लिङ्क तपाईँहरूले फिमेल सिङ्गर कोही त्यस्तो इच्छुक कि अब जस्तै अवसर नपाएको स्वर राम्रो भएको हुन्छ नि कतै अनि अहिले त अब गाह्रो छ कि अब जो कहिले अब स्वर हुँदा हुँदै पनि गाउने अब हामीसँग स्वरै छैन अब हामीले गाउन पाइरहेछौँ किन हुँदा अब गीत बनाउने मान्छे भनेर होला होइन तर त्यस्तो होइन कि कतिपयले चाहिँ अवसर पाउनु भएको हुन्न कि राम्रो ट्यालेन्ट स्वर हुँदा हुँदै पनि सो त्यस्तोको लागि चाहिँ हामीले एक अपर्च्युनिटी लिएर आएका छौँ कृपया कन्ट्याक्ट गर्नु होला त्यस्तो हुनुहुन्छ भनेदेखि ओन्ली स्वरका धनीले मात्रै है अब फेरि सबैले त्यस्तो गर्नु म गाउँछु भन्नुभन्दा गाह्रो हुन्छ फेरि ल गाइस म यहाँ 360 फिट गर्दै घरबेटी हेरेको हेरेँ माई गॉड यति राम्रो भ्यू देखाएको छ नि गाइस आज म यहाँ 360 वटा सुट गरिरहेको छु हामीले चाहिँ तातो बाटोदेखि जस्ट अगाडि घरको त्यो तीरबाट टाढोदेखि यो हिमालको नाम थाहा भएन मलाई
नेपालको सबै ठाउँमा यस्तै खालको डिभाइडर राख्यो भने कति राम्रो हुन्छ गाइस। अब अहिले यो नभएको भएदेखि यहाँ हामी उता राइट जाने मान्छेहरू उहाँ पर पुगिसक्यो हुन्थ्यो। यो भएकोले टक्क लाइन सबैतिर यस्तै राखिदिनु आग्रह गर्छु म सडक विभागलाई। अहिले चाहिँ छु म बानेश्वर चोकमा जाममा बसिरहेको छु। म चाहिँ यता जानु पर्नु अनि यता चाहिँ यो चाहिँ संसद हो। ल गाइज म चाहिँ टक्क लगाएर द पिक रेकर्डिङ स्टुडियोमा आइपुगिसकेँ। अब भनेदेखि भोकल रेडी गरौँ गाइज। जस्ट यहाँ माइक ल्याउँ टक्क यो कसरी हो लाउनु पर्ने यसरी। हेलो हेलो लिरिक्स यसरी राखिदिउँ। लिरिक्स लेखेर ल्याएको भए त सजिलो हुन्थ्यो रहेछ मोबाइलमा। ए लासो अलिक लामो हो लासो 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 त्यो त अन्तराको लास्टमा हाल्ने होला नि त सबैमा। अब त्यसैलाई कपी गर्न मिल्छ कि अरू अरू लिनुपर्छ? ए ओके ल कोई तो भोकल ही छैन। आगे आना पड़ेगा ना इधर 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 आए यहाँ बसेर टिप्दैन क्या यसले। यो माइक्रोफोन त्यो जस्तो होइन नि त नि। कोरस टाइम अलिक ठुलो है ठुलो। फेरि एकचोटि जान स्टार्टिङमै दुवैजना काम गरेर फेरि एकचोटि हो यतिकै छैन ल सँगै गरेको। ल अब के ल यो हो नि त नि। पर्फेक्ट ल गाइस रेकर्डिङ सक्यो। अब भन्दाखेरि रुम जाने बेला भएको त अहिले बानिसमा चाहिँ रुम जानु भन्दा अगाडि चाहिँ म बालुवाटार जान्छु। त्यहाँदेखि गएर फोटो ल म बालुवाटार आएर नि कोदो घारी हाल्यो यहाँ लिएर गइन्छ सररा घर। बालुवाटारको भागमा पनि हालत त गरी ल गाइस म चाहिँ अहिले रुममा आइपुगिसकेँ होइन। अब भनेदेखि एडिटिङ गर्नुपर्ने हुन्छ। अनि हामीले आज जुन गीत रेकर्डिङ गरायौँ त्यो चाहिँ अलिक तामाङ सेलो टाइपको छ। टाइप सेलो है टाइपको होइन सेलो नै भनौँ न। तर अब तामाङ भाषा चाहिँ मिसिया होइन मातृभाषै हो। बट अब चाँडै आउँछ गीत होइन। तपाईँहरूले सुनेर इन्जोय गर्नुहुन्छ अवश्य पनि। एकदमै राम्रो टुक्कादेखि लिएर मेलोडी राम्रो गीत बनेको छ आज स्पेसल्ली है। खुसी लाग्यो। अनि यो गीत गाउन मलाई दिनुहुने म्याम सरहरूको लागि पनि एकदमै धेरै भित्रदेखि थ्याङ्क यू सो मच भन्न चाहन्छु। किनकि मेरो भोकललाई विश्वास गरेर हुन्छ नि गीत दिनु भएको छ। खुसी लाग्यो त्यसमा पनि। अनि अर्को कुरा अब म चाहिँ अहिले रुममा आइपुगिसकेको छु अनि एडिटिङतिर लाग्यो। अनि च्यानल अलिकति डाउन छ है। अहिले च्यानल एकदमै डाउनमा चलिरहेको भएर सम्पूर्णलाई सेयर गरिदिएर सपोर्ट गरिदिनको लागि अनुरोध पनि गर्छु। किनकि मैले भ्लग हालिरहेको हुन्छु। आजभोलि चाहिँ अलिकति डेली भ्लग हाल्न नसकेर अथवा टाइम नभएर दिन बिराइ हालिरहेको छु। जे जस्तो भयो नि तपाईँहरूले माया गरिदिनुहुन्छ भन्ने आश छ। थ्याङ्क यू सो मच बाइ। के छ ठिक छ?